200 जना भन्दा बढी जेलमा। हजुर, अहिले युएईमा एकदमै धेरै टाइट गरेको छ, जुन चाहिँ मिडिया पर्मिटको लाइसेन्स नलिकन जथाभावी भिडियो बनाउने, कन्टेन्ट बनाउने, तपाईँको सोसल मिडियामा भाइरल हुने, यो कुराले गर्दाखेरि चाहिँ युएईमा धेरै नै टाइट गरेर अहिले धेरैजना पक्रेर जेलमा हालेर डिपोर्टेसन भइरहेको छ। हो, हजुरहरूसँग यदि मिडिया पर्मिटको यस्तो लाइसेन्स जुन चाहिँ मसँग छ, हामी चाहिँ एकदम अथोराइज भएर आधिकारिक रूपमा भिडियो बनाउँछौँ र हामी जुन चाहिँ दायराभित्र युएईको कानुनलाई मानेर भिडियो बनाइरहेको छौँ, सबैजनाले यो बुझ्न जरुरी छ। हजुरहरू यदि भिडियो बनाउँदै हुनुहुन्छ र तपाईँको साथीभाइले कसैले भिडियो बनाउँदै हुनुहुन्छ भने उहाँलाई सेयर गरिदिनुहोस्। यो अहिले युएईमा एकदमै धेरै टाइट गरेको छ र तपाईँहरू आफ्नो भिडियो, आफ्नो कम्पनी छ, तपाईँको आफ्नो कम्पनीको प्रोफाइलभित्र रहेर, कम्पनीको दायराभित्र रहेर कम्पनीको प्रमोटिङ गर्न अलाउड छ तपाईँलाई, स्टाफलाई र ओनरलाई। यदि तपाईँले त्यो पर्सनलबाट कसैको एडभर्टाइज गर्दै हुनुहुन्छ र तपाईँले कन्टेन्ट बनाउँदै हुनुहुन्छ युएईमा भने एकदमै यो ध्यान दिनुहोस् है, तपाईँलाई फाइन हान्नु सक्छ र फाइन पनि तपाईँको अहिले 2 लाखसम्मको फाइन र जेल र डिपोर्टेसन। यो तपाईँ चाहनुहुन्छ, चाहनुहुन्न नि होइन? त्यसको लागि तपाईँले आफ्नो प्रोफाइललाई लाइसेन्स लिएर भेरिफाइड गरिहाल्नुहोस् अहिले नै होइन, गभर्मेन्टबाट अथोराइज भइहाल्नुहोस्। र यो एकदम इजी पनि छैन। यदि तपाईँ कन्फ्युज हुनुहुन्छ भने मलाई पनि एकचोटि डिएम गर्नु सक्नुहुन्छ, म तपाईँहरूलाई असिस्ट गरिदिन्छु। र यो अत्यन्त जरुरी इन्फर्मेसन सबैजनालाई सेयर गर्नुहोस्। युएईमा बसेर सबैजनाले भिडियो बनाउन इजी छैन। भिडियो बनाउँदाखेरि पनि तपाईँहरू युएईको रुल्स एन्ड रेगुलेसनलाई मानेर भिडियो बनाउनुहोस्। सबैजनालाई मेरो यो सन्देश। धन्यवाद।